नमस्कार सबैजनालाई नेप्से टेक्निकल एनालाइसिस भिडियोमा हजुरहरूलाई स्वागत गर्न चाहन्छु र आज नेप्से परिसूचक भनेको चाहिँ तपाईको 3 अङ्कले चाहिँ वृद्धि भएर सामान्य अङ्क 3 अङ्कले चाहिँ वृद्धि भएर चाहिँ बन्द भएको हामीले देख्न सक्छौं र आज चाहिँ 2565 मा गएर चाहिँ क्लोज भएको हामीले देख्न सक्छौं र आज 142 वटा कम्पनीको लगानीकर्ताहरूले चाहिँ कमाएका छन् भने 102 वटा कम्पनीको लगानीकर्ताहरूले चाहिँ गुमाएको हामीले देख्न सक्छौं र 10 वटा कम्पनीको लगानीकर्ताहरूको चाहिँ अनचेन्ज रहेको हामीले देख्न सक्छौं। यसरी हेर्न सक्नुहुन्छ तपाईहरुले चाहिँ र आजको दिनभरिको कारोबारलाई नियालेर हेर्दै गर्दाखेरि सुरुवाती तपाईको 1 बजे सम्मको टाइम फ्रेम सम्म तपाईको 1:15 सम्मको टाइम फ्रेम सम्म चाहिँ तपाईको गिरावट नै निरन्तर देखिएको थियो तर पछिल्लो 1:15 पछि चाहिँ तपाईहरुले चाहिँ यहाँनिर 1:15 पछि चाहिँ तपाईहरुले चाहिँ राम्रो लय लिएन खोजेको जस्तो चाहिँ देखेको छ। लास्ट अन्तिममा यो हाइलाई ब्रेक गरेर बसेको भए एकदमै राम्रो हुन्थ्यो तर यो हाइलाई ब्रेक गरेर बस्न सकेन। त्यही पनि केही समय भए पनि मार्केट चाहिँ सम्हालिने कोसिस गरिरहेको भएको कारणले गर्दाखेरि हामी पोजिटिभ नै हुनुपर्ने देखिन्छ। र आज टप गेनमा चाहिँ साइनडेसुङ्गा, बन्दीपुर, यमे, बीईएल, सागर, बागलुङ जस्ता कम्पनीहरू चाहिँ हामीले टप गेनरमा पर्न सफल भएको हामीले देख्न सक्छौं र टप लुजरमा चाहिँ तपाईको यो पनि डिबेन्चर हो, एसबीआई को डिबेन्चर, सिटी, यो म्युचुअल फन्ड, लक्ष्मी फन्ड हैन, अनि पीएससीएल जस्ता कम्पनीहरु चाहिँ हामीले देख्न सक्छौं र आज टप टर्नओभरमा चाहिँ तपाईको साहस, रादी, एनआरएन, शिवम, एसपीडीएल, अनि भोल्युममा चाहिँ सबैभन्दा साहस, रादी, शिवम, पर्बु, एसपीडीएल जस्ता कम्पनीहरु चाहिँ हामीले देख्न सक्छौं र टप ट्रान्ज्याक्सनमा कुन कुन कम्पनी रहेका छन् भन्दाखेरि डीएचईएल, साहस, एचबीएल, बीएससीएल, रादी जस्ता कम्पनीहरु चाहिँ हामीले टप ट्रान्ज्याक्सनमा तर आज स्लाइटली तपाईको भोल्युम गिरावट भएको हामीले देख्न सक्छौं। 3 अरब 62 करोडको चाहिँ कारोबार भएको हामीले देख्न सक्छौं है त। अब हामी सिधै हाम्रो टेक्निकल तर्फ जाने छौं। टेक्निकल तर्फ जाँदै गर्दाखेरि मैले अघि नै यो हेरेको भएको कारणले गर्दाखेरि हामीले सुरुमा चाहिँ तपाईको 5 दिनको मुभिङ एभरेज लगाएर हेर्दै गर्दाखेरि अझै पनि हामी वेट एन्ड सी मै बस्नुपर्ने जस्तो देखिन्छ किनकि जबसम्म मार्केटले चाहिँ 5 डेजको मुभिङ एभरेजलाई ब्रेक गर्दैन तबसम्म चाहिँ हामी वेट एन्ड वाचमै बस्नुपर्ने जस्तो देखिन्छ। र हामीले मुभिङ एभरेजको त कुरा गरिहाल्यौं तर अर्को कुरा चाहिँ के हो भन्दाखेरि एमएसिडी मा पनि अलिकति यो जुन लाइन छ नि अलिकति माथि बढ्न खोजेको जस्तो देखेको छ। त्यही पनि बुलिश सिग्नल चाहिँ तपाईको अझै पुअरै छ भनेर चाहिँ बताइरहेको छ। र अर्को कुरा भनेको तपाईको बोलिङ्गर ब्यान्डलाई हेर्दै गर्दाखेरि चाहिँ हामीले यसरी हेर्न सक्छौं बोलिङ्गर ब्यान्डको चाहिँ मिडल ब्यान्डमा चाहिँ मार्केट सम्हालिने कोसिस गरेको जस्तो देख्छौं। यसरी हेर्दै गर्दाखेरि मिडल ब्यान्डमा चाहिँ मार्केट सम्हालिन कोसिस गरेको जस्तो देखिन्छ। यदि अब भोलिको कारोबार दिन चाहिँ यो ठाउँबाट सम्हालेर अगाडि बढ्यो भने चाहिँ हामी त्यतिखेर एन्ट्री गर्न सक्छौं कि यो के रे अप्पर ब्यान्डमा चाहिँ तपाईहरु एक्जिट गर्ने तरिकाले तपाईहरुले इन्ट्री लिन चाहिँ सक्नुहुन्छ। भोलिको दिनमा राम्रो यहाँबाट राम्रो भोल्युम सहित आजको भोल्युम भन्दा केही धेरै भोल्युम आएर अगाडि बढ्छ भने चाहिँ त्यतिखेरको अवस्थामा चाहिँ तपाईहरुले इन्ट्री गर्न सक्नुहुन्छ। र अर्को कुरा के पोजिटिभ छ भन्दै गर्दाखेरि तपाईको सुपर ट्रेन्डलाई हेर्दै गर्दाखेरि 10-2 को सुपर ट्रेन्ड लगाएर हेर्दै गर्दाखेरि चाहिँ तपाईको यहाँनिर हामीलाई बाइ सिग्नल दिएको थियो र अहिले सम्म चाहिँ हामीलाई सेल सिग्नल त्यस्तो दिएको छैन। त्यो कारणले गर्दाखेरि हामी अझै पनि तपाईहरु यहाँनिर इन्ट्री गर्नु भएको छ भने चाहिँ तपाई वेट गरेरै बस्दा नै बेटर हुन्छ। र अर्को चाहिँ तपाईले एकुमुलेसन एन्ड डिस्ट्रिब्युसनमा हेर्दै गर्दाखेरि तपाईको एरो चाहिँ तपाईको माथितिर जान लागेको जस्तो देख्न सक्नुहुन्छ। त्यो कारणले गर्दाखेरि एकुमुलेट भइरहेको छ। हामी पोजिटिभ भएरै अगाडि बढ्दा नै बेटर हुन्छ। र अर्को चाहिँ सबैभन्दा अलिकति अहिले मार्केटले अलिकति ट्रेन्ड फलो गरिरहेको भनेको चाहिँ एमएसिडी को तपाईको 15 मिनेटको ट्रेन्डलाई चाहिँ एकदमै फलो गरेको हामीले देख्न सक्छौं। यहाँनिर
अझै यहाँनिर तपाईँले 15 मिनटको लगाउनु भयो भने चाहिँ यहाँनिर चाहिँ 15 मिनटको जुन एमएससिडी लगाएर चाहिँ तपाईँहरूले 15 मिनटको चार्टलाई लगाएर हेर्नुभयो भने चाहिँ जब जब तपाईँको 15 मिनटमा सेल सिग्नल दिन्छ नि त्यतिखेर एक्जिट हुने एकदमै सर्ट टाइम फ्रेममा तपाईँहरूले ट्रेड गर्नुहुन्छ भने चाहिँ तपाईँहरूले यहाँनिर एक्जिट गर्ने र यहाँनिर इन्ट्री गर्ने, त्यसरी गर्दा नै हुन्छ। अब आजको दिनमा अलिकति लास्ट टाइममा चाहिँ अलिकति भोल्युम आरै तपाईँको बाई सिग्नल दिएको कारणले गर्दाखेरि अब केही समय बढ्न सक्ने अवस्था देखिरहेको हामीले देख्न सक्छौँ यहाँनिर एमएससिडीबाट चाहिँ। र अर्को कुरा चाहिँ के हो भन्दाखेरि तपाईँको डेलीमा लगाएर हिकेन एससी तपाईँले यसरी हिकेन एससी तपाईँले लगाएर पनि यसरी हेर्नुहुन्छ, हाइकेन एससी लगाएर पनि तपाईँहरूले चाहिँ यसरी हेर्न सक्नुहुन्छ। हाइकेन एसीमा जब बाई सिग्नल दिन्छ त्यतिखेर इन्ट्री गर्ने र तपाईँको जब सेल सिग्नल दिन्छ त्यतिखेर चाहिँ एक्जिट हुने। अहिले चाहिँ हामीलाई हिकेन एसीबाट चाहिँ तपाईँले के भनिरहेको छ भन्दाखेरि अहिलेको अवस्था भनेको चाहिँ तपाईँले वेट गर्नुपर्ने, जबसम्म ग्रिन क्यान्डल बन्दैन तबसम्म चाहिँ इन्ट्री नगर्ने नै बेटर हुनसक्छ। त्यो कारणले गर्दाखेरि आज भोल्युम पनि कम भएको कारणले त्यति धेरै पोजिटिभ हुने कुरा पनि छैन। बट कुनै अरू बोलिङ्गर ब्यान्डबाट चाहिँ तपाईँको मिडल ब्यान्डमा चाहिँ केही सम्हालिने कोसिस गरेको कारणले गर्दाखेरि त्यहाँनिरबाट भोलिको दिनमा चाहिँ राम्रो लय लिएर, राम्रो भोल्युमसहित लय लिएर अगाडि बढ्छ भने चाहिँ त्यतिखेर चाहिँ हामी इन्ट्री गर्दा चाहिँ बेटर हुन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गर्नु नबिर्सिनु होला है त।